नेपालको संसदमा रहेका 275 सदस्यमध्ये 110 जना समानुपातिक प्रतिनिधित्व प्रणालीबाट आउँछन्। तर यी 110 जना सांसद आखिर कसरी छानिनुहुन्छ त? आउनुहोस् आज हामी यही जटिल तर एकदमै महत्त्वपूर्ण प्रक्रियालाई सरल भाषामा बुझ्ने कोसिस गरौं। ल अब सिधै मूल प्रश्नमा जाउँ। हाम्रो संसदको स्वरूपलाई ठूलो प्रभाव पार्ने यी 110 वटा समानुपातिक सिटहरूको बाँडफाँड आखिर कसरी हुन्छ त? यो प्रक्रिया बुझ्नुभन्दा पहिले एउटा आधारभूत कुरा के जान्नुपर्छ भने नेपालमा मिश्रित निर्वाचन प्रणाली छ। यसको मतलब संसदमा पुग्नका लागि उम्मेद्वारसँग दुईवटा बाटा हुन्छन्। पहिलो बाटो हो प्रत्यक्ष निर्वाचन, जसलाई फर्स्ट पास द पोस्ट पनि भनिन्छ। यसमा देशैभरिका 165 निर्वाचन क्षेत्रबाट जसले सबैभन्दा धेरै भोट ल्यायो उही उम्मेद्वारले जित्छ। तर आज हामी यो बाटोको बारेमा होइन, दोस्रो बाटोमा केन्द्रित हुनेछौँ। त्यो हो समानुपातिक प्रतिनिधित्व प्रणाली, जसलाई छोटकरीमा पीआर प्रणाली भनिन्छ, र यही प्रणालीबाट 110 जना सांसद छानिनुहुन्छ। ल अब दलहरूले सिट पाउनु अघि एउटा सबैभन्दा पहिलो र ठूलो हर्डल पार गर्नुपर्छ। त्यो हो राष्ट्रिय थ्रेशोल्ड। हो, यो एउटा नम्बर 3% सम्पूर्ण प्रक्रियाको सबैभन्दा महत्त्वपूर्ण पहिलो खुड्किलो हो। त्यसो भए यो थ्रेशोल्ड भनेको के हो त? सरल भाषामा भन्नुपर्दा यो सिट बाँडफाँडको खेलमा प्रवेश गर्नका लागि चाहिने एउटा एन्ट्री टिकट जस्तै हो। कुनै पनि राजनैतिक दलले समानुपातिक सिट पाउनका लागि देशभरि खसेको कुल सदरमतको कम्तीमा 3% मत ल्याउनै पर्छ। यो नियमको असर एकदमै सिधा र महत्त्वपूर्ण छ। यदि कुनै पार्टीले यो 3% को सीमा पार गर्न सकेन भने त्यो पार्टी सिटको दौडबाटै बाहिरिन्छ। र त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, त्यो पार्टीले पाएको सबै भोट अबको हिसाब किताबबाटै हटाइन्छ। त्यो भोट खेर गए जस्तै हुन्छ। ल अब थ्रेशोल्ड पार गरेका दलहरूको कुरा गरौं। अबको चरणमा उनीहरूले पाएको भोटलाई कसरी वास्तविक संसदीय सिटमा बदलिन्छ त्यो सूत्र हेरौं। यो गणितलाई सजिलोसँग बुझ्नको लागि आउनुहोस् एउटा उदाहरण हेरौं। अब हाम्रो मुख्य लक्ष्य के हो भने थ्रेशोल्ड पार गरेका दलहरूले पाएको कुल योग्य मतलाई 110 वटा सिटमा बाँडफाँड गर्नु हो। ल मानिलियौं कि चुनावमा जम्मा 1 करोड 20 लाख भोट खस्यो। पहिलो चरणमा यसबाट बदर मतहरू हटाइन्छ। मानौ 10 लाख भोट बदर भयो। अब हामीसँग 1 करोड 10 लाख सदरमत बाँकी रह्यो। अब यो सदरमतबाट 3% थ्रेशोल्ड नकाट्ने साना दलहरूले पाएको भोट पनि हटाइन्छ। मानौ त्यो 20 लाख थियो भनेपछि अब सिट बाँडफाँडको लागि हिसाब हुने योग्य मत भयो 90 लाख। यो हिसाब गर्नका लागि एउटा निश्चित गणितीय सूत्र प्रयोग गरिन्छ, जसको नाम हो सेन्ट लागू विधि। यसको मुख्य काम भनेको एउटा सिट जित्न कति भोट आवश्यक पर्छ भनेर एउटा भागफल वा इलेक्टोरल कोशेन्ट निकाल्नु हो। यो निकाल्न एकदमै सजिलो छ। जम्मा योग्य मतलाई कुल सिट संख्या यानि 110 ले भाग गर्ने। हाम्रो उदाहरणमा 90 लाख योग्य मतलाई 110 सिटले भाग गर्दा भागफल आउँछ 81,118। यसको मतलब यो चुनावमा लगभग हरेक 81,118 भोट बराबर 1 सिट प्राप्त हुन्छ। अब यही जादुई नम्बर 81,18 लाई प्रयोग गरेर थ्रेशोल्ड पार गरेका दलहरूले कति सिट पाउँछन् भनेर हिसाब गरिन्छ। अब हेर्नुहोस् यो कसरी काम गर्छ। मानौ पार्टी एले 40 लाख भोट पायो। त्यसलाई 81,818 ले भाग गर्दा लगभग 49 सिट आउँछ। त्यस्तै पार्टी बीले 30 लाख भोटले 37 सिट, पार्टी सीले 15 लाख भोटले 18 सिट र पार्टी डीले 5 लाख भोटले 6 सिट जित्छ। यसरी नै दलहरूको भोट सिटमा परिणत हुन्छ। ल अब पार्टीहरूले कति सिट जित्ने भन्ने त थाहा भयो, तर यो त आधा कथा मात्र हो। अब प्रश्न आउँछ, ती जितेका सिटहरूमा को सांसद बन्छन् त? र यो छनौटको प्रक्रिया एकदमै नियमबद्ध र समावेशी बनाइएको छ। यसको लागि प्रत्येक दलले चुनाव हुनुभन्दा पहिले नै निर्वाचन आयोगमा आफ्ना उम्मेद्वारहरूको एउटा प्राथमिकता क्रमसहितको सूची बुझाएको हुन्छ। यसलाई बन्द सूची भनिन्छ। यसको मतलब चुनाव जितेपछि पार्टीले मनलाग्दी मान्छे छनौट गर्न पाउँदैन, यही सूचीबाटै पठाउनुपर्छ। र यो सूची सामान्य हुँदैन। यो नेपालको संविधानको समावेशी मर्म अनुसार बनाइएको हुनुपर्छ। दलले पठाउने सांसदहरूको नामावलीले देशको सामाजिक विविधतालाई प्रतिबिम्बित गर्नै पर्छ।
जस्तै कि खसारेबाट 31.2%, आदिवासी जनजातिबाट 28.7%, मधेसीबाट 15.3%, दलितबाट 13.8%, थारोबाट 6.6% र मुस्लिमबाट 4.4% प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ। अब संसद छान्दा दलहरूले आफ्नो बन्द सूचीको प्राथमिकता क्रम अनुसार नै पठाउनुपर्छ। तर सँगसँगै अघि भनिएको सामाजिक क्लस्टरको प्रतिशत पनि मिलाउनुपर्छ। जस्तै हाम्रो उदाहरणमा पार्टी एले 49 सिट जितेको छ भने उसले पठाउने 49 जना मध्ये लगभग 15 जना खस आर्य समुदायबाट हुनै पर्छ, जो उसको सूचीमा प्राथमिकतामा छन्। यो समावेशिता सामाजिक समूहमा मात्र सीमित छैन। अझ महत्त्वपूर्ण नियम के छ भने हरेक सामाजिक क्लस्टरबाट सांसद छान्दा त्यसमा कम्तीमा 50% महिला हुनै पर्छ। र यी सबै नियमहरूको एउटा ठूलो लक्ष्य छ, प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीबाट गरेर सङ्घीय संसदमा कुल महिला सांसदको सङ्ख्या कम्तीमा 33% पुर्याउनु। यदि प्रत्यक्ष निर्वाचनबाट यो 33%को लक्ष्य पूरा भएन भने त्यसलाई पूर्ति गर्ने जिम्मा दलहरूको हुन्छ। उनीहरूले आफ्नो समानुपातिक सूचीबाट महिला उम्मेद्वारहरूलाई प्राथमिकता दिएर यो सङ्ख्या पुर्याउनै पर्छ। त्यसैले यो पीआर प्रणाली लैङ्गिक समानता सुनिश्चित गर्ने एउटा निकै शक्तिशाली औजार हो। यति मात्र होइन, पिछडिएका क्षेत्र र अपाङ्गता भएका व्यक्तिहरूको लागि पनि 4.3% प्रतिनिधित्वको व्यवस्था छ। र यी सबै बाहेक उम्मेद्वार बन्नका लागि आधारभूत योग्यताहरू जस्तै नेपाली नागरिक हुनुपर्ने, 25 वर्ष उमेर पुगेको हुनुपर्ने र मतदाता सूचीमा नाम भएको हुनुपर्ने त छँदैछन्। खैर, यो सम्पूर्ण गणित र नियमहरूको जालो हेरिसकेपछि एउटा प्रश्न उठ्छ, यति जटिल तरिकाले बनाइएको यो समावेशी प्रणालीले आखिर नेपालको लोकतन्त्रलाई कसरी बलियो बनाउँछ होला?